ल यो आमाले भनेको चाहिँ अहिले आएर चाहिँ मलाई कुरो चित्त बुझ्यो। यो आमाले चाहिँ सही 100% एकदमै सही कुरा बोलेको छ होइन। तपाईँहरूलाई के लाग्छ? यो आमाले बोलेको कुरा चाहिँ एकदम सत्यता छ। यस्तै हुनुपर्ने हो खास चाहिँ। अनि यहाँ धेरै नै राजनीतिक भएको छ होइन। यो नयाँ सरकार आयो नि पुरानो आयो नि एउटै गतिमा गयो क्या। आमाको कुरा सुनौ त। यहाँबाट नजाने यहाँबाट नहट्ने तपाईँ कहाँ जानु त म कहाँ जानु रङ्गशालामा तपाईँहरूको रङ्गशाला को छ मेरो रङ्गशाला जानु बालन सरकारले व्यवस्था बालन सरकार भयो यो हालत हुन्थ्यो हाँसेर चाहिँ भोट दिउँ हामीले आज रोएर निस्कनु पर्थ्यो हाम्रो गरिबको लागि हेरे भए कहिले गर्ने त मरेपछि खावाबै केरा भने त पहिले जिम्नाङ केरामा त देन झरे छोराले मरेर हात पछाडि बाउले केरामा केरा हात राख्दै थियो अरे त्यही चाल भएन अहिले हामीलाई। हामी त सुकुमासी हो नि त कहीँ केही नभएको कहीँ केही नभएको मान्छेहरूले त सरकारले व्यवस्थापन गर्ने भनेर पहिल्यै गर्नु पर्थ्यो नि त 15 दिन पहिल्यै गर्नु पर्थ्यो नि त व्यवस्थापन छानबिन गर्न सकिन्थेन तिनको त्यत्रो कर्मचारी थिएनन् आएर यहाँ लेखेर हलो यो सुकुमासी यो रचौ हुकुममासी जाऊ सुकुमासी यहाँ बस्यो यिनीहरूको व्यवस्था हामी गर्छौँ भन्नु पर्थेन। हामीलाई नि त चित्त बुझ्थ्यो नि। आज 80 वर्षको उमेरमा के धन्यवाद त्यसलाई म धन्यवाद दिन्छु। विशेष आयो होस्। कति वर्ष भयो आमा तपाईँ यहाँ बस्नु 35 वर्ष भयो। 35 वर्ष 60 सालको जन्म मेरो के सारा 5 वटा त राजा फेरि 30 वर्ष त पञ्चायत भौता थियो अरे हामीले 18 सालदेखि हाले भोट हामीले पञ्चायत कालदेखि आज हाले भोट